मेरो नाम साबिर अली चाहिँ हो। भट्टामा काम गर्ने मात्र 3-4 वर्ष गरेछु। यो घोडा हामीसँग त 2 वर्ष हुन लाग्यो। अब यसले फेर्न मन छैन किन राम्रो चलिरहेछ, राम्रोसँग काम गरिरहेछ आराम से। बुवाहरूले अर्को काम गरिरहेको थियो। हाम्रो बिरामीदेखि धेरै कर्जा भयो। अब अपङ्ग मान्छे हेरेर मान्छेले त काममा लगाउनु हुनुहुन्थेन। यस्तो अपङ्ग मान्छेले त काम गर्न सक्दैन। फेरि घोडा किनेर ल्याए, फेरि काम गर्न थाले। कहिले 1000 हुन्छ, कहिले 1200 हुन्छ, कहिले 500 हुन्छ। हेरी काम हेरी हुन्छ। त्यसमा घोडाको पनि निकाल्नु पर्यो। कहिले वायरिङ भाँच्यो, कहिले टायर पट्क्यो, भुस किनेर ल्याउनु पर्यो, उहाँको ब्रान्ड ल्याउनु पर्यो, आफ्नै खानेकुरा ल्याउनु पर्यो। 70-80 बोरी दानामा अहिले लगाएको छु। 14वटा खच्चर छ, एउटा घोडी छ, एउटा घोडा छ। खच्चरले खुवाउन म गाह्रो मान्दैन। जति खायो भने म खुसी हुन्छु, धेरै खायो भने म झन् खुसी हुन्छु। मेरो खच्चरले खुबै खाइरहेछ। हाम्रो एसटीसीएस संस्थाले सिन्स 2000 देखि हाम्रो एनिमल वेलफेयर इस्युमा काम गर्दै आइरहेको छ र यो संस्थाले युके बेस्ड ब्रुक युकेसँग मिलेर 2007 देखि एसईडब्ल्यूपी प्रोजेक्ट अन्तर्गत काम गर्दै आएको थियो। टाइटल हाम्रो प्रिन्ट प्रोजेक्ट हो र यो नेपालगञ्ज, बाँके, बर्दिया, ललितपुरमा र भक्तपुरमा हामीले काम गर्दै आइरहेको छौँ। तराई रिजनमा भूभाग त्यहाँको सम्म हुन्छ, त्यही भएर त्यहाँनिर गाडा युज हुन्छ भने चाहिँ भक्तपुरमा अलि उकालो ओह्रालो धेरै, बाटो अलि सम्म नै, त्यसले गर्दा चाहिँ यहाँ प्याक एनिमल चाहिँ प्रयोग चाहिँ हुन्छ। प्याक एनिमल युज गर्दै गर्दा विगतमा घाउहरूको समस्या यो धेरै हुन्थ्यो भनेपछि अलि बिस्तारै यो स्याडलहरूको उसमा अलि सुधार भएकोले गर्दा अलिक कम चाहिँ भएको छ। त्यो सँगसँगै 2टा जनावरलाई हेरचाह गर्नु र 16वटा जनावरलाई हेरचाह गर्नुमा त फरक पर्छ। खानपिनदेखि लिएर हजुरको यो जुन स्याडलहरू जुन युज हुन्छ त्यसलाई हेरचाह गर्नमै अलि टाइम र धेरै मान्छे चाहिने भएकोले गर्दा अलि चाहिँ समस्या चाहिँ हुन्छ। यो प्रिन्ट प्रोजेक्टमा हामीले विशेष गरी 3टा कम्पोनेन्टमा काम गर्छौँ। पहिलो भनेको हेल्थ, जति पनि यो इटा उद्योगमा काम गर्ने घोडा खच्चर गधाहरू हुन्छ उनीहरूको हेल्थ रिलेटेड इस्युहरू जस्तो ट्रिटमेन्ट, मेडिकल सपोर्टहरू हाम्रो संस्थाले काम गर्दै आइरहेको छ 2000 देखि नै। खच्चर पाल्ने समुदाय भनेको विशेष गरी नेपालगञ्जमा हुनुहुन्छ। उहाँहरू कसगर समुदायमा पनि पर्नुहुन्छ। कसगर फेरि मुस्लिम कम्युनिटीमा पनि एकदम बिछडिएको वर्ग नै हो भनौँ। उहाँहरूको यो पुर्ख्यौली पेसा हो। घोडा खच्चरलाई लिएर उहाँहरू इटा उद्योगमा आउनुहुन्छ, 6 महिना इटा उद्योगमा काम गर्नुहुन्छ अनि ब्याक 6 महिना सिजन सकेपछि घर फर्किएर अनि त्यहीँको लोकल सामान ढुवानी, ओसार पोसार गर्नेमा काम गर्नुहुन्छ। लोकल रूपमा क्यापेसिटी बिल्डिङ पनि गरिरहेको हुन्छौँ हामीले। जस्तो अब लोकल टेक्निसियनहरू, लोकल भेटनेरियनहरू जो यही एरियामा बसेर काम गर्नुहुन्छ, हाम्रो संस्था अथवा हाम्रो प्रोजेक्ट चाहिँ फेज आउट हुँदा पनि उहाँहरू चाहिँ यही वरिपरि नै काम गरिरहनुहुन्छ। उहाँहरूलाई चाहिँ हामीले क्यापेसिटी बिल्डिङ गर्ने, इक्वाइनको बारेमा ट्रेनिङ दिने जस्ता कार्यक्रमहरू गरिरहेको छौँ। ये चित्र देखिए, इसको लोड टानने में दिक्कत हो रहा है और इस चित्र देखिए, इसमें अपना पेट के तरफ ऐसे देख रहा है। हाँ, तो इससे क्या मालूम हुआ है कि मतलब घोड़ा का पेट दर्द हो रहा है। पेट दर्द के वजह सबसे भारी वजह है पानी की कमी। जानवर को प्रशस्त मात्रा में पानी की ज़रूरत होता है। ज़्यादा से ज़्यादा पेट दर्द ठंडी महीना में दिखाई जाता है। उसको ठंडा पानी हम लोग देते हैं, तो ठंडा पानी देते हैं तो ठंडा पानी तो वो लोग जानवर तो अच्छा नहीं मानेगा ना। अब मिर्ची लगाते हैं, ये क्या है, अच्छा बात है कि गलत बात है? देखिए आप देखो, गलत बात है कि सही बात है? गलत बात। विशेषतया हामीले चाहिँ यो
दुईटा तीनटा क्षेत्रमा उनीहरूलाई सिकाउने गर्छौँ। जनावरलाई रेखदेख कसरी गर्ने, अनि त्यसपछि तिनीहरूको आहार व्यवस्थापन, त्यसपछि तिनीहरूलाई काममा कति समयसम्म लगाउने र कसरी काम लिँदा उनीहरूको वेलफेयर सुनिश्चित हुन्छ भन्ने हिसाबले हामीले विषयवस्तु क्रिएट गरेर त्यही अनुसारले हामीले उनीहरूलाई सचेत गराउने काम गरिराखेका हुन्छौँ। रास्ता में दौड़ाओ ना, ईटा है अद्धा में ना दौड़ाओ, खुर सफा करो, मारो पीटो ना, इससे ही बात आज सिखा है। पशु स्वास्थ्यले हामीहरूले भनिरहेछन् त्यो घोडाले त्यो हरियर चारा पनि दिनु, घाँस लगाउनु, 4 घन्टा भुसा भिगोएर बल्ल उहाँले दिनु, उहाँको पेट दुख्दैन, त्यो खोर पनि सफा राख्नु, रोग लाग्दैन, मक्खी बस्दैन, नाल लगाउनु, त्यस्तो नङ्गै पाउन चलाउनु, राम्रोसँग माया गरेर चलाउनु, कुटेर नचलाउनु। भूस में भी कीड़े रहते हैं, घास में भी कीड़ा रहता है, कोई भी कीड़ा कोई चीज़ भी नुकसान कर सकता है। अब उससे घोड़ा को लगेगा तो हम भी उसके पास जाते हैं, कोयर खिलाने के लिए जाते हैं, दिन भर उनके साथ रहते हैं तो उनकी बीमारी हमको भी लग सकती है। पशु स्वास्थ्यले भन्नुभएको थियो जस्तै उहाँको भाडा पनि सफा राख्नुपर्छ, आफ्नो भाडा पनि सफा राख्नुपर्छ। घोडाको रोग लागे पनि मान्छेसँग पनि सर्छ, मान्छेको भए पनि घोडाले पनि सर्छ। अरू रोगहरू पनि भित्रिने भएकोले गर्दा अरू जनावरलाई पनि नसरोस् भन्ने हिसाबले यहाँनिर हामीले प्रत्येक भट्टामा इँटा उद्योगमा किसानहरूलाई भनेर, इँटा उद्योगीहरूलाई भनेर एउटा आइसोलेसन बक्स बिरामी जनावरको लागि छुट्टै एउटा बोर्ड चाहिँ हुनुपर्छ भन्ने हिसाबले चाहिँ त्यतातिर पनि किसानलाई हामीले सचेत गर्दै आएका छौँ। पशु कल्याणको दृष्टिकोणले पनि त्यो जग्गा चाहिँ त्यो ठाउँ चाहिँ चाहिन्छ भन्ने हिसाबले हामीले किसानलाई पनि त्यो जस लडीबुडी गर्नलाई जग्गा सामान्य अलि नरम ठाउँ चाहिन्छ भन्ने हिसाबले यिनीहरूलाई सचेत गर्दै आएका छौँ। र अहिले चाहिँ हामीले बिस्तारै त्यो लडीबुडी गर्ने चाहिँ ठाउँ चाहिँ यिनीहरूले बिस्तारै व्यवस्था चाहिँ गर्दै आएको छ यिनीहरूले। खचल्ले मात्रै झाउलीको ठाउँ थियो, अरू ठाउँ थिएन। त्यो 17,000 को भाडामा किन्यो मैले कि खचल्ले त्यो लोडपोट गर्छ, अलि खचल्ले खेलिहाल्छ, त्यस पछाडि त्यो खेल्नले त्यो खचल्ले भइहाल्यो। अब यहाँको नेपालगञ्जको समुदायहरू चाहिँ काठमाडौँ, भक्तपुर तथा विभिन्न देशको भूभागहरूमा जाने र इन्डियाबाट चाहिँ नेपालगञ्जमा आउने र दाङ अब नेपालगञ्ज वरिपरिका ठाउँहरूमा इँटा उद्योगहरूमा काम गर्न आउने भन्ने चाहिँ एउटा रहिरहेको छ। अब त्यो रहिरहँदाखेरि जसरी जनावरहरू चाहिँ इन्डियादेखि नेपालमा आउँछन्, त्यो सँगसँगै जनावर मात्रै आउँदैन, जनावर सँगसँगै जनावरमा भएका रोगहरू, जनावरमा भएका विभिन्न समस्याहरू पनि यता आउँछन्। र ती समस्याहरूले गर्दा चाहिँ हाम्रो क्रस बोर्डर इस्युलाई अलिकति पनि गराएको छ। र त्यसको गराउनुको मुख्य कारण भनेको अब हाम्रो चाहिँ जुन क्वारेन्टाइनको जुन प्रभावकारिता हुनुपर्ने हो बोर्डरमा चाहिँ, जसरी जनावरहरू आउँदाखेरि जसरी राम्रो किसिमले हेल्थ चेकअप भएर अथवा स्वस्थ जनावरहरू मात्र भित्रिनु पर्ने हो, त्यो नभइरहेको कारणले गर्दाखेरि चाहिँ अब विशेष गरी ग्ल्यान्डर्स भन्ने एउटा रोग छ। जनावरमा मात्र लाग्ने पनि होइन, घोडा खच्चडा मात्र होइन, मान्छेलाई पनि सर्ने रोग हो, मानिसलाई पनि पब्लिक हेल्थको हिसाबले पनि एकदमै इम्पोर्टेन्ट रोग पनि हो यो। ग्ल्यान्डर्स कन्ट्रोलको लागि क्वारेन्टाइनको जुन मापदण्डहरू हुन्छ, अब मापदण्डहरू त छ, कसरी राख्नुपर्छ, कति दिन क्वारेन्टाइन राख्नुपर्छ, मापदण्डहरू नभएको पनि होइन, तर त्यसको चाहिँ उपयुक्त जुन कार्यान्वयन हुनुपर्ने हो त्यो कार्यान्वयन चाहिँ अहिले भइरहेको छैन। क्रस बोर्डर यो खुल्ला सिमाना भएको हुनाले पनि अब उनीहरू क्वारेन्टाइन पास भएर आउने होइन कि अब लुकेर चोरी छिपे बाटोबाट उनीहरू आउँछन् कि त्यस्तो छ। किसानहरूलाई जसरी अब आउँदा पनि किन इलिगल बाटोबाट आउँछन् भन्ने कुरालाई पनि हामीले बुझ्नुपर्छ नि त। जसरी अब कुन हिसाबले आउँदाखेरि सजिलो हुन्छ त, मान्छेले त सजिलो बाटो खोज्दै हिँड्छ र प्रपर वेबाट आउँदाखेरि सजिलो नहुने र इलिगल बाटोबाट आउँदाखेरि 2-3 हजार रुपियाँ तिरेर आउँदाखेरि पनि सजिलो हुने भनेपछि किसानहरू त्यही बाटो रोज्न बाध्य हुन्छन्। किन भन्दाखेरि उनीहरूको जीविकोपार्जन अलि कमजोरै हुन्छ, उनीहरूको आर्थिक अवस्था कमजोरै हुन्छ र त्यो बाटो रोज्नलाई चाहिँ उनीहरूलाई सहज हुने भएकोले हाम्रो चाहिँ अब यो
क्वारेन्टाइनको मापदण्डहरूमा पनि गरिरहँदा सहज कसरी हुन्छ त जनावरहरू ल्याउने मान्छेलाई, जनावर यता आउजाउ गराउने मान्छेहरूलाई कसरी सहज हुन्छ भन्ने विषयमा पनि हामीले सोच्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ। काम हम लोग अच्छा करते हैं, वो भी अच्छा चलता है, मतलब नौटंकी भी कुछ भी नहीं करता है, रुकता टुकता नहीं है, तो फिर काम अच्छा हो रहा है। जो भी हमसे हो सकता है उतना करते हैं। कतिपय किसानहरूले हामीले बुझाएको कुराहरू छिट्टै नबुझ्ने पनि उहाँहरू हुनुहुन्छ। कतिपय कुरा फिल्डमा काम गर्दै जाँदाखेरि हामीले दिएको औषधि दैनिक रूपमा खुवाउनु पर्ने त्यो पनि नियमितता देखिँदैन, त्यो कुरामा पनि केही तलमाथि देखिरहेको हुन्छ। अनि जुन किसिमले हामीले उहाँहरूलाई सिकाइरहेका हुन्छौँ दाना पानी सन्तुलित आहार कसरी दिने भन्ने कुरा हुन्छ, त्यो कुरामा पनि खासै नियमितता देखिँदैन। आप ही कॉल किए थे? जी नमस्ते। क्या हुआ है आपका घोड़ा का? मेरो घोडाको काठीमा घाउ छ अनि औषधि गरिदिनु। हजुर लिएर आउनु। यस किराको जुकाको औषधिहरू खुवाउनुहुन्छ? हुफ इन्फेक्सनहरू देखिने हुन्छ, यहाँ ऱ्याबिजहरू देखिन्छ, अनि त्यसपछि नर्मल त्यो काटले गर्दा हुने घाउहरू हुन्छन् हैन। टेक्निसियन र डक्टरको समूह हामी ग्राउन्डमै आइपुग्छौँ, इँटा उद्योगमै आइपुग्छौँ र कुन एनिमललाई के ट्रिटमेन्ट चाहियो भने त्यो हामी इमर्जेन्सी केसेसमा त्यो ट्रिटमेन्ट गर्छौँ। अरू कुरा रह्यो हामी भिजिट गर्दा गर्दै हैन एनिमलहरूलाई हेर्ने, तिनीहरूलाई डिवर्मिङ जुक्काको औषधि दिएको छ कि छैन त्योहरू सोध्ने, डिहाइड्रेट छ कि छैन त्यो बारेमा सोध्ने, कतिवटा घोडा खच्चरहरू के छ त्यसको अवस्था र तिनीहरूको वासस्थानहरू के कस्तो छन् भन्ने कुराहरू पनि हामी अपडेट लिएर हुन्छौँ। पेट दुखेको औषधि छ, ज्वरोको औषधि छ, डाक्टरहरू सिकाएछ यस्तो लगाउनु, मैले उनीबाट सिकेको हो। अब पढाइ त छैन हामीहरू, कुन औषधिको कुन नाम हो उहाँले दिएर जानुहुन्छ, यस्तोमा खुवाइदिनु होला, यो औषधि यस्तोमा खुवाइदिनु होला, त्यही औषधिमा त्यो आफ्नो तरिकाले टिक लगाएर राखिदिन्छु, यो पेटको हो, यो दर्दको हो, यस्तो हो, त्यही हिसाबले मैले हामीहरू खुवाइदिन्छु उहाँलाई। जनावरहरू इक्वाइनहरूको उपचारमा म्यान पावर ह्युमन रिसोर्सको कमी नै हामीले चाहिँ च्यालेन्जको रूपमा फेस गरिरहेको छ। इभन ह्यान्डलिङहरू गर्ने कुराहरूमा पनि भेटनरी डक्टरहरू भनौँ, भेटनरी टेक्निसियनहरू उहाँहरू अलिकति क्वालिफाइड मान्छेहरूमै पनि इक्वाइन ह्यान्डलिङदेखि लिएर इक्वाइनको ट्रिटमेन्टमा चाहिँ अलिकति नलेज स्किल्सहरू चाहिँ अलिक कम भएको अवस्थामा जनावरले जति पाउनुपर्ने त्यति सेवा सुविधा नपाइरहेको छन्। अब त्यसलाई एड्रेस गर्ने भनेको जति सक्दो धेरै चाहिँ ह्युमन रिसोर्सहरूलाई ट्रेन गर्ने, इक्वाइन रिलेटेड एक्टिभिटीहरूमा इक्वाइनमालाई कसरी ट्रिटमेन्ट गर्ने, कसरी म्यानेज गर्ने। ट्रिटमेन्टमा अलिकति अप्ठ्यारो हुन्छ किनभने हाम्रो यो सिलेबसमा इन्क्लुड छैन। यो घोडा खच्चर इक्वाइन भन्ने एउटा इक्वाइन ट्रिटमेन्ट्स, इक्वाइन्स म्यानेजमेन्ट्स, इक्वाइनको यो भन्ने कुरा हाम्रो युनिभर्सिटीको सिलेबसमा जति हुनुपर्ने त्यति छैन। त्यही भएर हामीले यहाँसम्म आएर पनि हामी प्र्याक्टिकली गरेर सिक्दै जानुपर्ने अवस्था छ। युनिभर्सिटीहरूसँग एसटिसिएसले यो गएको सालदेखि हामीले उहाँहरूसँग एमओयू गरेर अहिलेसम्म हामीले एएफयू र एनपिआई चितवनमा गऱ्यौँ। अनि अहिले हामीले हिकाससँग पनि मिलेर एमओयू त गरेको छौँ। यो थ्योरिटिकल नलेज पनि हामीले 45 मिनट्सको क्लासहरू लिएर उहाँहरूलाई फिल्डमै गएर प्र्याक्टिस गराउँछौँ। कम्मर, यसको कम्मरसँग टाँस्नु हैन, त्यो टाँसेपछि अब बिस्तारै बिस्तारै यो एउटा हातले मात्र छुनु, अब यो हातले बिस्तारै बिस्तारै मसाज गर्दै जानु, तल मसाज गर्दै जानु, बिस्तारै 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 बिस्तारै। उसलाई चाहिँ उसको पनि बिहेभियर गर्ने, ऊ कतिको चलिरहेको छैन त्यो कुराहरू पनि ख्याल गर्नुपर्छ बिस्तारै। घाउमा डाइरेक्ट घाउ सुत्दैन, त्यो भएपछि तपाईँले के गर्नु, यस्तो यस्तो बनाइदिनु, घाउलाई खुल्ला पनि राखिदिनु, यो निको हुन पनि छिटो निको हुन्छ। यो पनि यस्तै अरू चिज बनाउनु, यो तपाईँ नै राख्नु, यस्तै बनाउनु, अर्को अलिक मोटो बनाउनु, यसमा कपास रहेछ अलिक मोटो बनाउनु, राख्नु, काटी राख्नु। यिनीहरूलाई एप्रोच, यिनीहरूको जस्तो गाई भैँसीहरू जस्तो बाख्राहरू सुँगुरहरू जस्तो हुन्छन् तिनीहरू जस्तो एप्रोच गर्ने होइन, यिनीहरूलाई एप्रोच गर्ने पनि तरिका बेग्लै छ। मेनली डिजिजहरू कुन कुन डिजिजहरू यिनीहरूले ग्राउन्ड लेभलमा देखिँदो रहेछ अनि त्यसको ट्रिटमेन्ट्सको प्रोटोकल्सहरू के कस्तो छ अनि अवस्था कस्तो छ, यिनीहरूको कस्तो खाले कृषकहरू यसलाई पालिरहेछन् अनि तिनीहरूको ग्राउन्ड लेभलको अवस्था के कस्तो छ, डिवर्मिङको सेड्युलहरू के कस्तो छ इक्वाइनहरूमा, घोडा खच्चरहरूमा भन्ने कुराहरू मैले यहाँ आएर अहिले स्टार्टिङ फेजमा मैले यहाँबाट सिकेँ।
इक्वाइनको वेलफेयर इन्स्योर गर्नको लागि नट ओन्ली इक्वाइन लाइभलीहुडमा पनि काम गर्नुपर्छ भनेर हाम्रो संस्थाले हामीले नयाँ तरिकाले प्रोजेक्ट सोचेर अनि यसरी रन गर्दै आएको छौँ। कतिपय किसानहरूलाई त थाहा छैन एनिमल वेलफेयर भनेको के, तर उहाँहरूको आर्थिक स्थिति एकदम कमजोर छ, त्यही भएर पनि उहाँहरूले चाहेर पनि त्यो चाहिँ पुरा गर्न सक्नुभएको छैन। त्यही कारणले चाहिँ हामीले चाहिँ अहिले महिलाहरूले चाहिँ विभिन्न तालिमहरू दिइरहेको छ, जस्तै सिलाइ कटा भयो, च्याउ खेती भयो होइन, तरकारी खेतीहरू कसरी गर्ने, अनि माटोको भाँडा पनि बनाउँदै हुनुहुन्छ। उहाँहरूको जुन 6 महिनाको कमाइ हुन्छ त्यो कमाइले पुग्दैन उहाँहरूलाई। नेपाल सरकारले पनि विशेष अनुदानको कार्यक्रम अन्तर्गत कसकर समूहलाई 3 वर्ष अगाडि होला सायद त्यो एउटा प्रोजेक्ट नेपालगञ्ज बेसै प्रोजेक्ट भनेर उहाँहरूको जीविकोपार्जनको उत्थानको निमित्त त्यो प्रोजेक्टहरू पनि लानुभएको छ। हाम्रो संस्थाले पनि कसकर समूहको उत्थानको निमित्त यो लाइभलीहुडमा पनि हामी काम गर्दै आएका छौँ। यसमा चाहिँ मैले 3 महिना बेसिक कोर्स सिकाउने हुँ। आफ्नो खुट्टामा आफै उभिन सक्छन् भनेर एउटा यो सिलाइ कढाइको तालिम दिएको छ। यिनीहरूले बाबा भोटोको सेट बनाउन सक्छन्, अनि सुरुवाल कुर्ता, म्याक्सी, ब्लाउज, पेटिकोट, समीज है जुन रेगुलर युज हुन्छ त्यस्तो सामानहरू यिनीहरूलाई यो 3 महिनाको कोर्समा सिकाइन्छ। मेरो आफ्नै घरको पनि काम छ, अनि म बुटिकबाट पनि सामान लिन्छु। म यहाँ अर्को पसलदेखि पनि सामान लिएर घरमै गर्छु। मेरो यो योजना छ। अनि यहाँ सबैजना आएको छ सिक्न, सबैको परिवार पनि छ, धेरैजना बिहाता पनि छ, बच्चाहरू पनि छ। अब त बेसिक सिकेको छु, एडभान्स सिकेँ भने त धेरै राम्रो हुन्थ्यो हामीहरूलाई। घोड़ा खच्चर है, मेरे परिवार पार हैं, काठमांडू में काम भी करे जाते हैं। अब घर में हम लोग बैठे रहें तो मीटिंग में बैठा है तो कहीं क्या करोगे, तुम कहीं मशीन सिखा दो, कपड़ा उपड़ा सिलेंगे घर में, और जब सीख जाएंगे तो घर में बच्चे लोग के सिलेंगे, आप लोग के सिलेंगे, और कोई सिलाएगा उसका भी सिलेंगे। बिस्तारै बिस्तारै अब पुरुषहरूको पनि एउटा सोचाइ जुन छ महिलाहरूलाई चाहिँ घरमै राख्नुपर्छ भन्ने, त्यो सोचाइलाई चाहिँ हटाउनको लागि पनि अब विभिन्न समयमा वर्कसपहरू सञ्चालन गर्ने, उनीहरूलाई पनि बुझाउने, कसरी चाहिँ एकजनाले कमाउनु भन्दा 2 जनाले कमाउँदा बेटर हुन्छ भनेर सिकाउने, यस्तो कार्यक्रम चाहिँ गरिरहेको छौँ। सिके पनि सबले राम्रो हुन्छ, किनकि बुढी पनि कमाउँछ, बुढा पनि कमाउँछ। पोलिसी लेभल एडभोकेसी एसटिसिएसले गर्दै आइरहेको छौँ र पोलिसी लेभल एडभोकेसीमा हामीले विशेष गरी मल्टी स्टेक होल्डरसँग मिलेर काम गर्दै आएका छौँ। जस्तो नेपालगञ्ज नगरपालिका, काठमाडौँमा डिएलएस डिपार्टमेन्ट अफ लाइफ स्टक र मन्त्रालय कृषि मन्त्रालयसँग मिलेर काम गर्दै आइरहेको छौँ। प्लस इन्सुरेन्स अथोरिटीसँग पनि, किनकि यो जति पनि वर्किङ इक्वाइनहरू छ घोडा खच्चर गर्दा उनीहरूको रिकग्निजन भने नेपाल सरकारले अहिलेसम्म आफ्नो यो बनिरहेको एनिमल वेलफेयर एक्टमा स्पेसिफिकल्ली इक्वाइन भनेर मेन्सन छैन कि, अनि त्यसको लागि पनि हामीले लबिङ एडभोकेसी गरि नै राखेका छौँ। र अब आउने जुन एनिमल वेलफेयर एक्ट छ त्यसमा पनि यो इक्वाइनको रिकग्निजन हुनु पर्यो, इक्वाइनलाई पनि यो बन्दै गरेको बिलमा समावेश गर्नु पर्यो। र समावेश मात्रै होइन कि उनीहरूको प्रोभिजन्स र सब्सिडीको कुरा, जस्तो इक्वाइनलाई काम गर्ने क्रममा स्ट्रेसहरूले गर्दाखेरि क्ल्यान्डस जस्तो रोगहरू देखिन्छ होइन, त्यो रोगको रोकथामको निमित्त पनि हामीले कसरी हुन्छ गभर्मेन्टसँग लबिङ एडभोकेसी गर्दै आइरहेका छौँ। र यसलाई एडिसनल्ली यसमा एड गर्नुपर्दा हामीले प्रोभिजन्स र सब्सिडीको कुराहरू पनि यसमा मेन्सन होस् अब आउने यो बिलमा भनेर हामीले यसरी काम गर्दै आइरहेका छौँ। यो प्रोभिजन्सहरू जस्तो घोडा खच्चर गर्दालाई पनि रिकग्नाइज गर्नुपर्छ भन्ने छ नि हाम्रो, त्यो भयो भने के हुन्छ भने मान्छेले कस्तो दृष्टिकोणले हेर्छ भन्ने कुरा। फेरि घोडा खच्चर गर्दा एउटा संवेदनशील प्राणी हो कि, उनीमा एकदम इन्टेलिजेन्ट पावर पनि एकदमै राम्रो हुन्छ, प्लस उनीहरू फ्रेन्डली पनि हुन्छ ह्युमनसँग। अनि त्यो गर्दाखेरि दृष्टिकोण नै फरक हुन्छ। एउटा त हामीले हेर्ने दृष्टिकोण, अर्को कुरा भनेपछि कामको जुन प्रोडक्सन, जस्तो इटा भट्टामा युज हुन्छ घोडा खच्चर गर्दा, अनि त्यो काम लगाउने तरिकाले गर्दाखेरि पनि अब राज्यले यदि सर्टेन गाइडलाइन्स स्ट्यान्डर्ड्सहरू ल्याइदियो भने प्रपर एउटा हेर्ने मेकानिजम हुन्छ जसले कि उनीहरूको वेलफेयरलाई काम गर्ने क्रममा पनि इन्स्योर गरिदिन्छ।
इंसान थोड़ी ना है जो बोले से समझ जाएगा, फिर भी उसको भी दर्द होता है, सब कुछ होता है, हम लोग फील करते हैं उसका फीलिंग। घोडा त हाम्रो साथी हो, अब त्यो नभएर हामी कुन काम गर्न सक्छौँ। घोडाको त माया लाग्छ, अब उहाँसँग त काम गर्न थालेछ, उहाँको हाम्रो सहारा छ, अब हाम्रो सहारा त्यही हो, त उहाँले त माया लाग्छ, कहिले पनि कुटे छैन। अहिले माया गरिरहेछ, यसलाई हामीलाई पनि यसलाई माया गरिरहेछु, राम्रोसँग कमाइरहेछु, यो पनि खाइरहेछ।